डिजेलको फोरफोर मात्रै किन चाहियो? इलेक्ट्रिकबाट चलाउने, कार चलाउने, बस चलाउने। अब कतिपय विद्वान बुद्धिजीवीहरू पढ्न लेख्न जानेकै मान्छेहरू त्यो पनि त्यस्तो कुरा गर्ने भन्छ। काल्पनिक कुरा चाहिँ मसँग नगर्नुहोस् है। नेपालमा चाहिँ विकासको कुरा पनि गर्न पाइने। आधारित कुरा गर्ने हामीसँग यो गर्छु र त्यो गर्छु, त्यो गर्छु र यो गर्छु मात्रै भनेर चाहिँ समय बिताउने। म सबैले सुन्ने गरी भन्न चाहन्छु, नेपाललाई हामी विकासको बाटोमा लान्छौँ, आधुनिकीकरणमा लान्छौँ, आधुनिकतातर्फ लान्छौँ। तपाईँले उल्टो कुरो गर्नुभयो मसँग। एकपल्ट मानसिक अस्पतालमा दिमाग चेक गराउनुहोस् अनि मसँग कुरा गर्नुहोस् यस्तो विषयमा। अब यस्तै त हो नि ब्रो, जहिले यस्तै त हो नि हो, अब यस्तै त हो नि ब्रो। कोरोना भनेको एउटा रुगाखोकी जस्तो कहाँ हुन्छ त त्यस्तो? हुन्छ, गफ हानेको होइन, ढुक्क रहौँ। हावादारी कुरा गर्नुहुन्छ। अब यस्तै त हो नि ब्रो, जहिले यस्तै त हो नि हो।